हेलो हाई नमस्ते वेलकम छ तपाईँ सम्पूर्णलाई मेरो युट्युब च्यानल हेर्न सकमा। आज म रिबनदेखि एउटा सिम्पल रिबनदेखि हैन फुलवाला रिबन बनाउने तरिका तपाईहरुलाई देखाउन गइरहेको छु बनाएर। सर्वप्रथम त हामीले यो रिबनलाई ठिक्क साइजमा कटिङ गर्ने र दुई साइडमा जलाउने, किनकि जलाएन भने चाहिँ यो रिबन फुस्किन्छ, धागो निस्किन्छ। त्यसैले पहिला चाहिँ हामीले यसरी दुई साइडमा लाइटरको सहायताले यसरी जलाइदिने। रिबनको टुक्रा टुक्रा काटेर त्यसपछि हामीलाई चाहिने सामानहरू है लाइटर लगाउने आवश्यक गर्ने कैँची आवश्यक पर्छ र सुई धागो हामीलाई सिलाउनलाई जुन कलरको रिबन बनाउँछौँ सेम कलरको धागो युज गर्दा राम्रो हुन्छ। त्यसपछि लबर त सेम कलर पाइन्न, सायद अब ब्लू अनि व्हाइट यस्तै जुन ब्ल्याक अब यस्तै युज गर्न पाइयो आफूलाई जुन एभाइलेबल छ त्यही। त्यसरी अब हामी चाहिँ रिबन बनाउन गइरहन्छौँ। रिबनलाई यसरी काटेर राख्ने, लामो गराएर ठिक्क साइजमा काटेर राख्ने। सेयो धागो हालेर रिबनको यो एक साइडबाट है छेउबाट चाहिँ हामीले सियोमा यसरी उन्दै जाने, उन्ने भन्छ कि के भन्छ है, सिलाउँदै जाने। एक साइडबाट छेउबाट यसरी धागो सिलाउँदै जाने बिटबाट। सिलाउँदा कतिको हातमा सियोले घोपेको हुन्छ है, मेरो पनि कति हातमा सियोले घोपेर कस्तो गाउने भएको छ बनाउँदा। त्यही पनि हामीले चाहिँ गर्न छोड्नु हुँदैन। बसेको टाइममा घरमा आफ्नो बच्चाहरूलाई यसरी बनाइदिए पनि भयो, या पसलमा हामी आफै बनाएर पनि बेच्न राख्न सक्छौँ। रेडिमेड रिबन किन्न भन्दा फाल्टुमा यतिकै बसेको टाइम मिलेको बेलामा यसरी बनाएर हामीले चाहिँ आफैले बनाएर बेच्न सक्छौँ। एकदमै सजिलो तरिका छ है हामीले घरमै रिबन बनाउनलाई। त्यसरी हामीले बुनेर भ्याएपछि यो ठ्याक्क यस्तो हुन्छ। यसले चपक्क समात्ने, नछोड्ने है, छोड्यो भने पुग्छ। त्यसरी एउटा हातले चपक्क समातेर सियो धागो यसरी गाँठो पार्ने। अलि गाँठो पार्ने बेलामा चाहिँ अलि गाह्रो हुन्छ, किनकि दुईटा हातले गर्न पाइँदैन नि त, एउटा हातले रिबन समात्न परेको हुन्छ। त्यसैले अलिकति गाह्रो हुन्छ हामीलाई। यसरी गाँठो पारेपछि यसको उल्टो भागतिर फर्काउने है। हामीले उल्टो भागतिर फर्काएर दुई चारवटा गाँठ अझै लगाउने, किनकि रिबन खर्च नहोस् भनेर दुई चारवटा गाँठ राम्रोसँग लगाउने यसलाई। अब हामीले बजारबाट किनेर ल्याएको रिबन भन्दाखेरि चाहिँ यो हामीले आफै बनाएको रिबन चाहिँ एकदमै बलियो हुन्छ है। रेडिमेड बनाएर किनेर ल्याएछौँ भने त्यहाँ चाहिँ एकदमै धागोहरू के फुस्किने, फिनिसिङ पनि नहुने कस्तो हुन्छ कि, बेच्न ल्याउँदा पनि त्यस्तै हुन्छ कि। अनि ग्राहकहरूले यस्तो छ है उस्तो छ है भन्ने कति सामानहरू फसेको हुन्छ, बिग्रेको अवस्थामा पाइन्छ। आफैले बनाएर बेच्यौँ भने पनि एकदम फिनिसिङ राम्रो दिन सक्छौँ हामीले। त्यसरी अब यो बानिसकेपछि यस्तो हुन्छ, अगाडि पछाडि गाँठ लगाउने राम्रोसँग। र अब यसमा रबर राख्ने, हामीले एट्याच गर्ने रबरलाई बिच भागमा सियोको माध्यमद्वारा सहायताले बिच भागमा यसरी रबरलाई एट्याच गरिदिने। रिबनमा दुई चार चोटि गाँठ लगाउनु पर्छ, कच्चा हुन्छ नत्र भने। एकदम टाइट गरेर मजाले दुई चोटि तीन चोटि गाँठ लगाउँदै जाने हामीले। अब हामी आफैले बनाएको हो नि त, अब हामीलाई हतार पनि छैन। अब यति पोका बनाउन पाए यति पैसा पर्थ्यो भन्ने पनि हुन्न। रेडिमेड बनाएकोमा चाहिँ एकदमै फिनिसिङ नहुने के, बिग्रेको हुन्छ सामानहरू, सिलाइ पनि बलियो नहुने त्यस्तो हुन्छ। यसमा हामीले आफैले बनाउँदा चाहिँ मजाले बलियो बनेको हुन्छ। लैजाने कस्टमरले पनि एकदम खुसी भएर लानुहुन्छ कि सामान राम्रो हुन्छ नि त। त्यही भएर अनि यसरी मजाले गाँठ लगाइदिने, नफुस्कियोस् भनेर राम्रो तरिकाले बलियो तरिकाले हामीले बनाउने। हेर्नु है, यहाँ बलियो तरिकाले गाँठ लगाइसकेको छु मैले। अब यो रहेको धागोहरूलाई हामीले फिनिसिङ राम्रो हुँदैन, अलि राम्रोसँग कटिङ गरिदिने अनि हाम्रो रिबन तयार हुन्छ। कति इजी छ कि बनाउनलाई, इजी छ। अब हामीले चाहिँ कहिले चाहिँ यो मोतीहरू आउट केही कुराहरू यहाँ
राख्यौँ भने पनि राम्रो देखिन्छ होला सायद अगाडिपट्टि, तर बजेट अलिक बढी पर्न जान्छ। अब सस्तो नै चाहिन्छ नि त मार्केटमा, जति सस्तो भयो त्यति सेल गर्नलाई एकदमै सजिलो हुन्छ। त्यसैले चाहिँ मैले चाहिँ यसमा केही राखिनँ, मोतीसोती राखिनँ, सिम्पल सादा बनाएको छु। सुपथ हुन्छ मूल्य पनि, आफूलाई पनि बेच्न सजिलो, किन्ने कस्टमरलाई पनि सस्तो भनेर यसरी रिबन तयार गरेको छु मैले आफैले पसलमा बसेको टाइममा, पसलमा बेच्नको लागि। अनि यो ब्लू कलरको पनि बनाएको छु मैले बो टाइपमा, दुईचोटि यसमा जोइन गरेको छु के। यसको पनि कुनै भिडियो बनाएर हाल्नेछु कुनै दिन। यो बनाउने तरिका पनि मैले बनाएको छु। ब्लू कलरको यो रिबन हेर्नु कस्तो लाग्यो हजुरहरूलाई। बोमा छ यो, अनि त्यसपछि यो फेरि बोवालामै हो यो बनाएको मेन। अनि तर दुईटालाई मैले क्रस गरेर एट्याच गरेँ के, नयाँ डिजाइन देखियो नि त क्रस गर्दा। अनि यो चाहिँ बोमै हो, क्रस गरेको चाहिँ धेरै जसो बिक्री भइसक्यो। धेरै चाहिँ बनाएको थिएँ मैले, एक पिस मात्रै रहेको रहेछ। अनि बोवाला छ यहाँ धेरै छ। अनि अर्को फुलवाला पनि बनाएको छु कि मैले, सानो बच्चाहरू भर्खर स्कुल जानेलाई त्यसको कपालहरूलाई सानो कति चिटिक्काको रबरमा यस्तो राम्रो क्युट रिबन लबर क्युटवाला है यो। त्यो सानो बच्चाको लागि यो डबल लेयरमा बनाएको। यो पनि राम्रो डिजाइन छ, रिबनलाई बिचबाट सिलाएर बनाएको यो राम्रो डिजाइन बनेको छ। व्हाइटमा पनि यसरी हामीले घरमै आफैले पसलमा बेच्नको लागि, घरमा युज गर्नको लागि, बच्चाहरूको लागि घरमा रिबन बनाउन सकिन्छ। तपाईहरूलाई मेरो भिडियो कस्तो लाग्यो पक्कै पनि कमेन्ट गर्न नबिर्सिनु होला। अनि मेरो च्यानललाई नयाँ साथीहरूले प्लिज सब्सक्राइब गरिदिनु होला, 1 लाइक गरिदिनु होला प्लिज। यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई पक्कै पनि हजुरहरूले सब्सक्राइब गर्न नबिर्सिदिनु होला। थ्याङ्क यू सो मच मेरो भिडियोलाई हेर्नु भएकोमा धन्यवाद हजुरहरूलाई। लभ यू। यस्तै रिबनहरू हजुरहरूले पनि बनाइराख्नु, बच्चालाई स्कुल पठाउनु होला। गाह्रो त हुन्छ नि है, काम गर्न किन गाह्रो हुन्न। सिलाउँदा मेरो हातमा कति छेड परेको छ कि सियोले घोचेर। बाई।